यो रेकर्डमा राख्नु पर्यो नि पछि पापालाई देखाउनु कसो गर्नु पापालाई त सिकाउँदा हरेक सालै फेरि लगाइदिन्छ नि त याद हुनु पर्ने नि त हरेक साल लगाइदिन्छ उसै मस्त भएर लगाइदिन्छ नि त्यहाँ आसिदार खेती माग्न तेरो भएर ए होइन पक्रिनु ल आसिदार खिच्दो रहेछ नि अस्ति जस्तो पक्रिनु भिडियो आइरहेको उसको छ नि त ल त अरे ए छड्के पक्रिनु न कता पो मलाई हेर्नु न ल अस्ति सिकाएको त उसलाई हेर्नु मामाले दिनुभएको आशीर्वाद राम्रो था मामा लु नोकरी चाकरी बुहारीहरू सबै लागिहालोस् पहिला नोकरी त्यहाँदेखि छोकरी है मामा पहिला नोकरी हामी फ्यामिली पनि फोटो खिच्नुपर्छ है ए ए हजुर भन्दैछ खिच्यो हेर त तेरो सबै किसिमको मिसिन छ जबको सुन्नु पनि राख्ने पुरानो थियो भोलि जानुहुन्छ होइन बढी आशीर्वाद जानु न अब यहाँ काम गर्ने बढीलाई हेर्छु
नपाल्नेको चाहिँ किन यत्रो भएको हामीले पाल्नेको चाहिँ छैन जान्छ त्यो नपाल्ने मान्छेले किन यस्तो भारी दिएको नहुँदा पनि हुन्थ्यो नि पहिले लगाइदिएको खिच्दै लगाइदिउँ भनेको त हुँदैछ है समय सालमा के हो होइन भेटघाट भएको बेला होइन बाबु समय सालमा समयले मान्छेलाई पर्खिँदैन होइन समय साल के कस्तो हुन्छ है भेटघाट हुन्छौँ हुँदैनौँ आशीर्वाद मात्रै राम्रो देऊ न पढिसक्यौ भाइ तिमी नाम त के हो कल्याण है अर्को दादा के पो काम गर्नु छ अस्ति बेङ्गलोर गएर बेङ्गलोर थिएँ हुँदैन हामीलाई त अब यहाँ घर हो हरेस बाहिर अझ फर्किहाल्नु चाहिँ के छ घर फर्किन्छ हुन्छ कहिले आउनु भएको तपाईँले ए पहिला त बस्दै मजाले आउनुहुन्थ्यो त भएको नि पानी फेरि बाटोमा पानी जाम त्यस्तै भानिजलाई चाहिँ आशीर्वाद राम्रो दिनु नोकरी चाकरी लागिहालोस् हो बुहारी पनि चिटिक्कको पाइहालोस् चिटिक्कको बुहारी पनि पाइहालोस् नोकरी पनि लागोस् छोकरी पनि लागोस् हनिमामा राम्रो एकदम त्यति नै आशीर्वाद एकदम ठुलो फोटो खिच भन्छ घर गएर खायो हो है त्यसैले भक्क भइदियो अब त यसरी डुली डुली घुमेर खानु पुगोस् रोगहरू चाहिँ नलागोस् होइन नि सबभन्दा ठुलो मेरो हेन्सम बिरुवा कति हेन्सम थिएन त मेरो बिरुवा अहिले छ त्यतिकै अलिक बिसन्चो छ हजुर अहिले पेट अल्सर भएर अलिक बिसन्चो के त्यो भयो खानाहरू बालिरहेछ मेरो सानो भाइ झन् हेन्सम न हेन्सम भइसक्यो पहिला कस्तो बिमार भएर होइन नि असी जस्तो लागेन हो त सबै हटेर जाओस् है राम्रै भएको रहेछ हौ झन् राम्रै भएछ राम्रै त ठुलो पनि झन् राम्रै भएको ठुलो पनि दुईटा छोरा मजाले हुर्कायो है आशीर्वाद हुँदै जाँदैछ